हेर्नुस् त आज चाहिँ हामी कहाँ जाँदैछौँ। नानीहरूको चाहिँ 4 दिन छुट्टी भएकोले हामीले चाहिँ उनीहरूलाई घुमाउन लगेको। छुट्टी भएपछि त घरमा बस्नै मान्दैन। कहाँ लाने, कहिले लाने, छिटो लानु वाक्कै लाग्छ क्या। हामी चाहिँ कहाँ जाँदैछौँ हजुरहरूलाई देखाउँछु ल, भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। हेर्नुहोस् त बाहिर यस्तो दामी मौसम देखिएको छ नि। बाटो पनि अहिले त धेरै नै राम्रो भइसकेको रहेछ, जानको लागि हामीलाई सजिलो भयो। हेर्नुहोस् त बाहिर कस्तो दामी देखेको है। धेरै गर्मी पनि थिएन, त्यही भएर हामीलाई रमाइलो भयो। अब चाहिँ हामी पुग्न लाग्यौँ है। यो ठाउँ देखिसकेपछि त हजुरहरूलाई थाहा भयो होला यो कहाँ हो भनेर। हाम्रो नानीहरूलाई चाहिँ स्केटिङ भनेपछि चाहिँ केही चाहिँदैन। बिहानदेखि बेलुकासम्म यहीँ स्केटिङमा बस भन्यो भने यहीँ बसिदिन्छ। खेल्नु चाहिँ मजाले आउँदैन, त्यतिकै लड्दै भए पनि खेल्नु चाहिँ खेल्छ। यो चाहिँ हो बिर्तामोड सिटी सेन्टरमा रहेको स्केट पार्क। खेलेको है, आऊ घर जाउँ भनेको नसुनेर खेलेको चाहिँ यता र उता हेर्नु कुदेकै हाँस्दै आउँदैछ। हाम्रोतिर चाहिँ स्केटिङ छैन नि त, अनि नानीलाई चाहिँ धेरै स्केटिङ मात्रै मनपर्छ खेल्नु, उसलाई अरू केही खेल्नु मन पर्दैन। बिर्तामोडसम्म आउनुपर्छ, गाडीमा 1 घन्टा लाग्छ। यहाँ चाहिँ 1 घन्टा मात्रै खेल्नु पाइन्छ नि त, 1 घन्टाको 200 हो। अनि खेलिसकेपछि हामी अब बाहिर जाउँ, भोक लाग्यो भन्न थाल्यो। अनि त्यहाँदेखि बाहिर निक्ल्यौँ हामी। बाहिर निक्लेर कहाँ जाने भनेर सल्लाह गर्दाखेरि मोमो छुइला जाने भन्नुभयो। त्यसपछि हामी भित्र गयौँ। भित्र जाँदा यस्तो दामी हो। नानीहरू चाहिँ हेर्नु थाल्यो के खाने भनेर हेर्नु थाल्यो। 2जना चाहिँ भित्र चाहिँ दामी बनाउनु भएको रहेछ। माथि यस्तो लाइटहरू राखेर कस्तो राम्रो देखेको फोटोहरू खिच्दाखेरि। अनि नानीहरू चाहिँ कन्डक खाँदैछ, मोमो, चाउमिन, सी मोमो, किमा नुडल्स, लास्टमा एक्सट्रिम।